म त्यो ठाउँको निर्वाचित सांसद हुँ, त्यो ठाउँमा आइन्दादेखि आन्दोलनको लागि अनुमति दियो भने म उभिन्छु त्यहाँ। कसले आन्दोलन गर्छ? तपाईँ रोक्नुहुन्छ? त्यहाँ मिल्दैन त्यो आन्दोलन गर्न। घटना कसरी भयो, कसले घटायो, कसले आगो बाल्यो, कसले त्यहाँ टियर ग्यास फ्याल्यो, कहाँबाट सुरुवात भयो, यो सबै कुराको नाली बेले डिटेलमा हामीलाई संसदमा आएर गृहमन्त्रीले जवाफ दिनुपर्छ। सरकारले मलाई थाहा भएन भन्ने कुरा भन्न पाउँदैन, कसले गर्यो भन्ने कुरा पत्ता लगाउन नसक्ने भन्ने हुँदैन। यदि पत्ता लगाउन सक्दैन भनेदेखि उहाँको असक्षमता प्रष्टसँग देखिन्छ। यसको हामीलाई स्पष्ट सवाल जवाफ टाइमलाइन सहित हामीलाई चाहिन्छ। कसले, कति बजे, कहाँ, कसरी खोज्ने हो त्यो सरकारको कुरा। किनभने हामीलाई थाहा भएन, हामीसँग केही पनि चाहिँ खोज्ने कुरा भएन भने सरकारले भन्न पाउँदैन। यो राजधानीमै घटेको घटना हो, यहाँ सबै संयन्त्र लगाएर भए पनि कसले गरे भन्ने कुराको चाहिँ प्रमाण सरकारले लिएर आउनुपर्छ। होइन भने यो सरकारको काम छैन। यति पनि यो सम्हाल्न नसक्ने सरकारले चाहिँ नै मार्ग प्रशस्त गरे हुन्छ, राजीनामा दिए हुन्छ। 4000 जना मान्छेलाई पनि नियन्त्रण गर्न नसक्ने, त्यो व्यवस्थापन गर्न नसक्ने, त्यहाँ भएको आन्दोलनलाई पनि व्यवस्थापन गर्न नसक्ने हो भनेदेखि यो सुरक्षा संयन्त्रमा हामीले विश्वास किन गरिरहने? त घर जल्यो, घरधनीको नाश भयो। अर्को कुरा, त्यो घरमा एकजना चाहिँ चौधरी, मुकुल चौधरी भन्ने दाइ हुनुहुन्थ्यो, उहाँले भर्खरै मात्रै 30-50 लाखको लोन लिएर, ब्याङ्कबाट लोन लिएर चाहिँ स्टेसनरीमा टन्न सामान थप्नु भएको थियो। उहाँको त्यो सामानहरू सबै जलेर राख बनाइयो। एउटा तपाईँको यतापट्टि हेर्नु भने सहकारी, जहाँ मान्छेले त्यो पब्लिकको पैसा जम्मा गर्ने ठाउँ हो नि त सहकारी भनेको त, त्यो कोही एउटा व्यक्तिको पैसा जम्मा हुने ठाउँ होइन। अब त्यो सहकारीको पनि ल्यापटपहरू, इन्फर्मेसनको सबै डकुमेन्टेसनहरू सबै जलेर राख भयो, चोरी भएको छ। त्यहाँ तपाईँको यतापट्टि त्यो होटेलहरू, रोयल बुटिक होटेल थियो, त्यहाँ पनि अब लुटपाट भएको छ। भाटपट्टि नि हेर्नुहोस्, अनि वरिपरि हेर्नुहोस्, सबै त्यहाँ वरिपरि भएको ढुङ्गाले लागेर सिसाहरू त्यहाँ हेरि नसक्नु भएको छ। यसो हेर्दाखेरि त्यहाँ कसैले पनि जितेन, नेपाली जनताले चाहिँ हारेको स्थिति हो। यो जडीबुटी प्रशोधन केन्द्रमा त्यत्रो धेरै आगो लाग्यो। त्यो यदि आगो नियन्त्रण गर्न नसकेको भए त्यहाँ जति तेल थियो त्यो तेलले त्यहाँको बस्ती पुरै सखाप हुने स्थिति पनि आउन सक्थ्यो। त्यो त जनताको करले पैसा तिरेर बनाएको, अनि त्यहाँ जनताको करले चल्ने संस्था हो नि, तर कसले जित्यो त हेर्नुहोस्। त्यसकारणले आन्दोलनको मोडालिटी के हुनुपर्ने भन्ने पनि आम नेपालीले समीक्षा गर्नुपर्ने बेला चाहिँ हो। तर त्यसो भन्दै गर्दाखेरि के चाहिँ देखायो अस्तिको घटनाक्रमले भने नेपालको सरकारको सुरक्षा संयन्त्र चाहिँ एकदमै फितलो छ। छतमा बसेर टियर ग्यास प्रहार गरियो आन्दोलनकारीमाथि, हैन, रबरका गोलीहरू प्रहार भयो। त्यसले झन् उत्तेजित बनाउने काम त सरकारले पनि गर्यो नि। त्यसलाई यसरी हेर्नुपर्छ, त्यो घटना कसरी भयो, कसले घटायो, कसले आगो बाल्यो, कसले त्यहाँ टियर ग्यास फ्याल्यो, कहाँबाट सुरुवात भयो, यो सबै कुराको नाली बेले डिटेलमा हामीलाई संसदमा आएर गृहमन्त्रीले जवाफ दिनुपर्छ। सरकारले मलाई थाहा भएन भन्ने कुरा भन्न पाउँदैन। राजधानीमा गृहमन्त्रीले यो विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्छ। किनभने राजधानीमा भनेको त यो त सुरक्षा संयन्त्र सबैभन्दा बलियो हुने ठाउँ भनेर विश्वास गरिन्छ नि। यही ठाउँमा त्यत्रो घटना हुँदाखेरि कसले गर्यो भन्ने कुरा पत्ता लगाउन नसक्ने भन्ने हुँदैन। यदि पत्ता लगाउन सक्दैन भनेदेखि उहाँको असक्षमता प्रष्टसँग देखिन्छ। अर्को कुरा, त्यहाँनिर पत्रकार जलेर मर्नु परेको स्थिति छ। त्यहाँ आन्दोलनकारीलाई चाहिँ गोली लागेर चाहिँ मृत्यु भएको अवस्था छ। एकजना चालकको चाहिँ हत्या भन्नु पर्यो नि त्यसलाई हो। अनि यो सबै घटनाले के देखाउँछ भनेदेखि सुरक्षा निकाय त कमजोर भएको त प्रष्ट देखिन्छ नि। त्यति गृह प्रशासनले भनेको छ 4000 जना मान्छे थिए भनेर। अब 4000 जना मान्छेलाई पनि नियन्त्रण गर्न नसक्ने, त्यो व्यवस्थापन गर्न नसक्ने, त्यहाँ भएको आन्दोलनलाई पनि व्यवस्थापन गर्न नसक्ने हो भनेदेखि यो सुरक्षा संयन्त्रमा हामीले विश्वास किन गरिरहने? जीवधनको सुरक्षा कसरी हुन्छ त? उसो भए त्यही भन्दैछु म। त्यसकारणले गर्दाखेरि अब त्यहाँ भएको क्षतिपूर्ति बढाउनु पर्यो, सरकारले त्यसको जिम्मा लिनु पर्यो। किनकि सरकारकै कारणले त्यहाँ आन्दोलन भएको, त्यहाँ दुई ठाउँमा चाहिँ अनुमति दिनुपर्ने आवश्यकतै थिएन। अर्को तपाईँलाई म महत्त्वपूर्ण कुरा के भन्छु भने, त्यो तीनकुनेमा जहाँ चाहिँ यो आन्दोलन गर्नको लागि अनुमति दियो, त्यो तीनकुने सरकारी जग्गा होइन। सरकारले आजको दिनसम्म त्यहाँका जग्गा धनीहरूलाई चाहिँ मुआवजा नदिएका कारणले आजसम्म त्यो ठाउँ त्यस्ताको त्यस्तै छ। पेन्डुलम भएर यता हो कि उता हो जसरी सरकारले आफ्नो नाममा राखेको छ तर मुआवजा दिएको छैन भने चाहिँ त्यो त आम नेपाली त्यहाँका स्थानीयवासीहरूको जग्गा हो नि। त्यहाँ स्थानीयवासीको जग्गा खाली देखेर त्यहाँ आन्दोलन गर्न जाओ भनेर स्वीकृति दिन नेपाल सरकारले मिल्छ? अर्को कुरा तपाईँलाई म भन्छु, त्यहाँ वरिपरि कस्तो संवेदनशील ठाउँ छ हेर्नुहोस्। त्यो अन्नपूर्णमा जहाँ आगो लगाउने प्रयत्न भयो, त्यहाँ तल पेट्रोल पम्प छ। त्यहाँ अर्को छेउमा जहाँ कार्गोमा चाहिँ त्यो बम फ्यालेर त्यहाँनिर चाहिँ आगो लगाएको स्थिति थियो, त्यही छेउमा आयल निगम छ। मैले पहिला पनि भनेको थिएँ, त्यो तलमाथि हवाईजहाजहरू ल्यान्ड गर्ने क्रममा तलमाथि केही भएर क्रास भयो, त्यो ठाउँ भयो भने काठमाडौँ पुरै जलेर सिद्धिन्छ।
त्यहाँ त्यस्तै आगोको अलिकति पनि झिल्का आयो भनेदेखि त्यो ठाउँ जलेर सिद्धिन्छ। त्यो ठाउँ मात्र होइन, काठमाडौँ उपत्यका नै जलेर सिद्धिन्छ, किनभने त्यो चाहिँ त्यत्रो धेरै एउटा चाहिँ निगम हो, त्यहाँनिर कर्पोरेसनको त्यत्रो धेरै तेल भण्डारण गर्ने ठाउँ हो। त्यो सार्नुपर्छ भनेर पटक पटक भनिरहेको अवस्थामा सरकार चाहिँ त्यहीँनिर चाहिँ आन्दोलन गर्नलाई स्वीकृति दिन्छ। स्वीकृति दिँदाखेरि त्यहाँनिर त्यो आगो चाहिँ कार्गोको जलेर उतासम्म गएको भएदेखि के हुन्थ्यो, कसले नियन्त्रण गर्न सक्थ्यो? त्यसकारणले सरकारले पछिल्लो समय आन्दोलन गर्ने अर्को विकल्प कहाँ भन्दा तिनकुने हो भने जस्तो महसुस गरेर त्यहाँ अनुमति दिने काम गरिरहेछ। त्यो रोक्नुपर्छ। म त्यो ठाउँको निर्वाचित सांसद हुँ। त्यो ठाउँमा आइन्दादेखि आन्दोलनको लागि अनुमति दियो भने म उभिन्छु त्यहाँ। कसले आन्दोलन गर्न तपाईँ रोक्नुहुन्छ? त्यहाँ मिल्दैन त्यो आन्दोलन गर्न दिनको लागि। त्यो पब्लिकको मुआवजा फिर्ता नगरुन्जेलसम्म, मुआवजा नदिउन्जेलसम्म सरकारले त्यहाँ अनुमति दिने नदिने भन्ने कुरा यसरी नियन्त्रण गर्न पाइँदैन। तपाईँकै निर्वाचन क्षेत्र पर्छ, अहिले तपाईँका निर्वाचन क्षेत्रका तपाईँका मतदाताहरू चाहिँ के भनिरहेछन्? होइन, उहाँहरूलाई पीडा छ नि। उहाँहरूले त्यस्तो आन्दोलन होला, यत्रो धेरै जीवधनको चाहिँ चुनौती होला, यस्तो खालको स्थिति आउला भनेर उहाँहरूले कल्पना गर्नुभएको, सोच्नु भएको कुरै होइन। त्यसैले धेरै खालका कुराहरू आइरहेछन्। यहाँले भन्नुभयो जस्तो कहाँबाट टियर ग्यास आयो भन्ने खालका कुराहरू पनि आछन्। अनि होइन, अब फेरि आन्दोलनकारी नै त्यसरी आयो भन्ने कुराहरू पनि आछन्। त्यो आगो लगायो कसले भन्ने खालका कुराहरू पनि धेरै कोणबाट कुराहरू आइरहेछन्। यसको हामीलाई स्पष्ट सवाल जवाफ टाइमलाइन सहित हामीलाई चाहिन्छ। कसले, कति बजे, कहाँ, कसरी खोज्ने हो त्यो सरकारको कुरा। किनभने हामीलाई थाहा भएन, हामीसँग केही पनि चाहिँ खोज्ने कुरा भएन भने सरकारले भन्न पाउँदैन। यो राजधानीमै घटेको घटना हो, यहाँ सबै संयन्त्र लगाएर भए पनि कसले गरे भन्ने कुराको चाहिँ प्रमाण सरकारले लिएर आउनुपर्छ। होइन भने यो सरकारको काम छैन। यति पनि यो सम्हाल्न नसक्ने सरकारले चाहिँ नै मार्ग प्रशस्त गरे हुन्छ, राजीनामा दिए हुन्छ। तपाईँलाई म अर्को घटना नै सम्झाउँछु। त्यो एकचोटि असोजमा हुनुपर्छ। बाढी आउँदाखेरि नखुमा 4 घण्टासम्म मेरो ज्यान जोगाउनु पर्यो भनेर हारगुहार गर्दाखेरि एकजना मान्छेले बगेर मृत्युवरण गर्नु परेको स्थिति हो कि होइन? बाढी विपत्ति आउँदाखेरि, यस्तो विपत्ति आउँदाखेरि पनि यो सरकारले काम गर्न नसक्ने, यो गृह प्रशासनले काम गर्न नसक्ने, अनि अहिले यस्ता चाहिँ आन्दोलनहरूमा पनि व्यवस्थापन गर्न नसक्ने, अनि हामीले किन विश्वास गर्ने यो गृह मन्त्रालयलाई? त्यसकारणले गर्दा एकदम स्पष्ट देखिएको छ, असक्षमता प्रष्ट छ। यो क्याबिनेटै हेरफेर गरे हुन्छ। यो सरकारै अब चाहिँ परिवर्तन हुनुपर्छ, यो राजीनामा देऊ भन्दाखेरि अब हामीलाई अनेक खालका कुरा गर्न सक्छन्। त्यसकारणले हामीलाई चाहिएन। तपाईँहरूले यो क्याबिनेट चाहिँ रिसफल गर्नुहोस्, तपाईँहरूको नेतृत्व रिसफल गर्नुहोस्। तपाईँहरूको नेतृत्वमा